साथीहरु त्यसैगरी हामीले च्याप्टर 1 फंक्सनको इन्भर्स फंक्सन पढ्न गइरहेका छौं। ध्यान दिएर सुन्नु होला। यो साथीहरु सबै जान्नुहुन्छ, सबै किताबमा छ होला, फोन नम्बर पनि छ, 5 पनि छ, लगभग 6 बाट सुरु गरौँ है। 6 के छ भनेपछि यहाँ इन्भर्स फंक्सनको फर्मुला निकाल्ने भनेको छ। हामीलाई के दिएको छ, f(x = 2x - 3) पहिला पढेको च्याप्टर जस्तै रहेछ है। f(x = 2x - 3) छ साथीहरु, राम्रोसँग ध्यान दिएर हेर्नु होला है। यही छ। अब त्यसकारण हामीले के गर्नु भनेपछि f(x) लाई हामीले y लेख्न पाइयो, y = 2x - 3 लेख्न पाइन्छ। अनि त्यसपछि यसलाई इन्टरचेन्ज गर्ने, y लाई x मा इन्टरचेन्ज गर्ने, x लाई y मा इन्टरचेन्ज गर्ने है। के लेख्ने, interchanging इन्टरचेन्जिङ द रोल्स अफ x एन्ड y गर्ने। त्यसपछि के हुन्छ, y लाई x लेख्न पाइयो, 2y - 3 लेख्न पाइयो, x लाई y लेख्न पाइयो। त्यसपछि अब x + 3 भयो, यो 3 यता आउँदाखेरि अनि 2y को 2y भयो। अनि y = x + 3/2 यो बुझ्नु भयो होला। अनि यो 2 यहाँ डिभाइड गर्न गएको है, यताउता गराएको बुझ्नु होला। अनि चाहिँ y लाई हामीले के लेखिन्छ, f इन्भर्स x = x + 3/2 लेख्न पाइयो, इन्भर्स फर्मुला बुझ्नुभयो। अनि 7 नम्बरको के छ भनेपछि यो पनि सेम त्यही हो, गर्नु पर्दैन होला साथीहरु। 7 को a पनि सेम त्यसै छ। 7 को b म गरिदिन्छु है साथीहरु। 7 को b के छ क्वेशन साथीहरु, क्वेशन यो रहेको छ। यहाँ हामीलाई f(x, g(x) भनेर दिएको छैन, सिधै y भनेर दिएको छ, हेरौँ है। अनि y भनेर दिएको छ भने हियर लेख्ने, यसलाई y को लागि यहाँ यस्तै सार्ने है। y = 3x - 1 3 - 2x छ हैन। अब यसलाई इन्टरचेन्ज गर्ने, interchange माथि इन्टरचेन्जिङ द रोल्स अफ x एन्ड y लेख्नुला। अनि y लाई x अनि 3y - 1 3 - 2y। अब हामीलाई त y को मान चाहियो हो कि हैन, के 3x 3 × x 3x - 2xy = 3y - 1 बुझ्नु त भयो होला हैन। अनि y सँगै ल्याउँ है साथीहरु है। अब यसलाई यता लगाउँ, यसलाई यता ल्याउँ है। 3x + 1 = 2xy + 3y यो हामीले लेख्न पाइयो हैन। अब यसलाई यता लगाउँ है, लेख्नु होला। अनि यो y कमन आउँछ, अनि 2x + 3 भयो। अब 3x + 1 को यहाँ यही लेखौँ। अनि y यहाँ यो डिभाइड गर्न जाने, y = 3x + 1 2x + 3, यसको एन्सर यही भयो। अनि यसलाई अर्को तरिकामा के लेख्न सकिन्छ भने y लाई हामीले f इन्भर्स x पनि लेख्न सकिन्छ, 3x + 1/2x + 3, यसको एन्सर यो भइगयो। 7 को b पनि म यस्तै हेर्ने, एन्सर पनि 7 को b पनि छ, 7 को c पनि सेम यस्तो छ साथीहरु, एन्सर हुन्छ। अब 8 को कस्तो छ, 8 को पनि सेम त्यही हो। 8 को पनि यो चाहिँ नै पहिला जस्तो क्वेशन रहेछ। यसलाई लेख्ने, f दिएको छ, अनि यसलाई f र f इन्भर्समा म्यापिङ डायग्राममा देखाउनु भनेको छ। यो त बुझ्नुहुन्छ होला साथीहरु। यसलाई f म मात्र भने ax by cz टिडब्ल्यु गराउने, अनि f इन्भर्स पनि ठ्याक्कै त्यसको उल्टो बनाउने, त्यसलाई म्यापिङ डायग्राममा गरिदिनु होला। यो तपाईको होमवर्क राम्रोसँग गर्नु होला है साथीहरु। अब सर्ट क्वेशनमा हामी गयौं ल, देखियो होला अब है। अब के भनेको छ, if gx = यो दिएको छ, g इन्भर्स यो 5 दिएको छ, if g is a 1-to-1 फंक्सन भनेको छ है। अब यसलाई कसरी गर्ने हेर्नु साथीहरु। हेर्नु साथी, मेरो क्वेशन सारिसक्यो। अब यसलाई g इन्भर्स 5 निकाल्न भनेको छ। अब g इन्भर्स 5 निकाल्न लागि त पहिला हामीले g इन्भर्स x निकाल्नै पर्यो हो कि साथीहरु। त्यसकारण अब यसलाई गर्नु पर्यो। अब हियर लेख्ने पहिला साथीहरु। अनि gx = 3x - 5 छ हो कि हैन। अब यसलाई इन्टरचेन्जिङ द रोल्स अफ x एन्ड y लेख्नु है। इन्टरचेन्जिङ द रोल्स अफ x एन्ड y लेख्नुला। अनि यसलाई इन्टरचेन्ज गर्ने हो हैन। पहिला यसलाई gx बराबर यो छ नि, यसलाई gx बराबर अब त्यो पनि लेख्न पाइन्छ यहाँ। r = y = 3x - 5। तपाईले के थाहा होला भनेपछि gx छ भनेपछि यहाँ y गराउनुला, f(x) छ भने y गराउनुला हैन। यदि यहाँ फेरि gy fy छ भने यहाँ फेरि x भनेर लेख्नु छ है, त्यही हो फरक यसको। अब इन्टरचेन्ज गरेपछि x लाई y लाई के लेख्ने, यहाँ x = 3y - 5 गर्ने, त्यसपछि r गर्ने। अनि यहाँ हामीले त y को भ्यालु निकाल्ने हो कि हैन। अब x + 5 = 3y भयो, और y = x + 5 = 3 भयो हो कि हैन। देन g इन्भर्स 5 चाहिँ हामीलाई देखिरहेर हेर्नु साथीहरु, लाउनुस् है।
देन अब y को त यो आयो हो हैन। अब यसलाई f इन्भर्स x लेख्न पाइन्छ भने y लाई फेरि f इन्भर्स x लेख्न पाइयो साथीहरु हो हैन। यहाँ 0 छ साथीहरु, त्यही भएर g इन्भर्स x लेख्न पाइयो हो हैन। त्यही भएर x + 5/3 अनि नाउ अब यो x छ भने यस्तो हुन्छ। अब यो x को ठाउँमा के आएपछि यहाँ पनि x को ठाउँमा के आउँछ, यहाँ इन्भर्स 5 छ हैन। त्यही भएर g इन्भर्स 5 को ठाउँमा यहाँ 5 + 5/3 10/3 यसको आन्सर आयो हैन। अब b को पनि गरिदिन्छु। b को के छ, h(x = 2x - 3/4 छ अनि फाइन्ड h इन्भर्स 4 यो पत्ता लगाउनु छ हैन। यसलाई के गर्ने भनेपछि पहिला सोलुसन लेखौँ हैन। हियर हामीलाई के दिएको छ, h(x = 2x - 3/4 दिएको छ। हामीले अब h(x) आएपछि लेख्नु, h(x) f(x) g(x) जे आए पनि हामीले यहाँ y लेख्न पर्यो। अनि यहाँ 2x - 3/4 त यही छ। अब यसलाई के लेख्ने, इन्टरचेन्जिङ द भ्यालु अफ x एन्ड y लेख्ने। फेरि देखिन छ, इन्टरचेन्जिङ द भ्यालु अफ x एन्ड y लेख्नुलाई हेर्दैन, इन्टरचेन्जिङ द भ्यालु अफ x एन्ड y लेख्ने। त्यसकारण अब इन्टरचेन्ज गर्ने, y लाई x मा इन्टरचेन्ज गर्ने, x लाई y मा चेन्ज गर्ने हैन। यो गरिसक्यौं। अनि त्यसपछि अब हामीले त y निकाल्ने हो के साथीहरु। अब 2y - 3 = 4x क्रस मल्टिप्लाई हैन। अब 2y = 4x - 3 चाहिँ यता जानु +3, y = 4x + 3 यो 2 को 2 आयो। अब यसलाई y लाई के लेख्न सक्यौ, यहाँ याद छ भनेपछि h इन्भर्स x = 4x + 3/2। हामीले y लाई h इन्भर्स x लेख्यौं है, y लाई h इन्भर्स x लेख्न पाइयो साथीहरु। यदि यहाँ x भए h इन्भर्स y हुन्छ साथी है। अनि देन अब यहाँ के भनेको छ, हामीलाई h इन्भर्स 4 भनेको छ। h इन्भर्स 4 छ भने यहाँ x को ठाउँमा हामीले 4 राख्ने हो कि, यहाँ पनि x छ यहाँ पनि 4 राख्ने हो। 4 × 4 + 3/2 कति हुन्छ, 4 × 16 4 × 16 + 3 16 17 18 19/2 19/2 हाम्रो आन्सर आउँछ। खै आन्सर आछ रासन हेरौँ है। 9 को b है, 9 को b 19/2 अनि 10 को 9 को a 10/3 दुईटैको आन्सर आज साथीहरु मिलेको छ। स्पष्टीकरण सहित हैन। तपाईले बुझ्छ छैन भन्ने भयो ल है साथीहरु, बुझिरहेको होला भन्ने प्रयास गरेछु। अब यहाँ अब हेर्नु साथीहरु, 10 को पनि सेम त्यही हो, g इन्भर्स x g इन्भर्स 10 छ। माथिको जस्तो निकाल्यो त्यसै निकाल्नुला। 11 को पनि सेम त्यस्तै छ, 11 को पनि सेम त्यसरी पनि गर्न पर्ने साथीहरु हैन। अब हामी 12 को जान्छौँ साथी है। वर्तन तपाईहरुले जान्नु भएन भने यहाँ हामीलाई कमेन्ट लेख्नु होला, मैले पूर्ण तयारी तपाईले निर्धक्क साथ मैले गरिदिनु होला है। 12 को गरम वर्तन, 12 को a को इजी नै छ, b को पनि a र b को सेम हो, तर म b को गरिदिन्छु ल। b को गर्दै है साथीहरु, a र b को सेम हो, म b को गर्दै है। अब a को लगभग तपाईहरुलाई सरहरुले गर्दै हाल्नुहुन्छ होला हैन। b को म गरिदिन्छु नि त। इफ f 2x + 5 10x + 7 फाइन्ड के छ, f इन्भर्स x यो छ हैन। हामीले पनि यहाँ f इन्भर्स यो त इजी छ, त्यही पनि तपाईले म गरिदिनु है साथीहरु। अब साथीहरु हेर्नुस्, यहाँ पहिला सोलुसन लेख्ने हैन। सोलुसन लेखिसकेपछि अब यहाँ अघि जस्तो क्वेशन छ, अघि जस्तो क्वेशन छ नि त। अघि हामीले f(x) g(x) देख्थ्यौं, यहाँ तर के छ भनेपछि यहाँ 2x + 5 छ। अब यसलाई के गर्ने, यसो विचार हामीले के गर्ने, यस्तो क्वेशन हामीले के गर्ने भनेपछि जस्तै 2x + 5 छ नि, यहाँबाट हटाएर लगभग एउटै बनाउन कोसिस गर्ने के, लगभग 2x छ लगभग x मात्रै आओस् कि भन्ने जस्तो बनाउने हामी। अब त्यसोलाई के गर्नु पर्यो, पहिला हियर लेख्ने हैन। म तँलाई यही गरेर बुझाइदिन्छु। f 2x + 5 = 10x + 7 छ ओके हैन। अब x अब के गर्ने भनेपछि x इज रिप्लेस्ड बाइ x/2 गरौँ हैन। x इज रिप्लेस्ड बाइ x/2 गऱ्यो भने यो 2 र 2 कट्छ ओके हैन। हेर्नुस् है, x इज रिप्लेस्ड बाइ x/2 वी गेट, हामीले के भन्छौँ। अब यसमा के हुन्छ भनेपछि 2 लाई जस्तो पनि हटाउनु पर्छ है, अगाडिमा आएको त्यही थाहा भने हामीले यो गर्दैपछि x लाई x को ठाउँमा x/2। अब यहाँ 2x छ हैन, यदि 5x छ भनेपछि x इज रिप्लेस्ड बाइ
x अपन 5 लेख्ने। अब 6 छ भने x इज रिप्लेस बाई x अपन 6 गर्ने अनि यो हट्छ भनेर है साथीहरु। यो व्यवस्था यहाँ सुन्नुस् कस्तो हुन्छ 2 * x को ठाउँमा x/2 x/2 + 5 हो कि हैन यो गर्न पाइयो। अनि 10 * x को ठाउँमा x/2 + 7 लेख्न पाइयो हो हैन। 2 और 2 कट्यो यो 2 त कट्यो 2 त हट्यो। अब 2 1 जा 2 2 5 जा 10 यो लेख्न पाइयो हो हैन। अब f x + 5 आयो। अगाडिको त केही आएन नम्बर हो कि हैन त्यही भएर 5x + 7 यहाँ पनि आयो। अब फेरि यसलाई x इज रिप्लेस्ड बाई x माइनस लगभग 5 गर्ने। अनि किन भनेपछि x इज रिप्लेस बाई x - 5 किन भनेपछि यो सब हटाउँछ। हामीलाई त यहाँ fx gx hx के थियो त्यस्तो ल्याउने हो। अब यसलाई यो पनि हटाइदिने। अगाडि हामीले यो हटायौं अहिले यो पनि हटाइदिने हैन। के हुन्छ x इज रिप्लेस्ड बाई x - 5। अब यहाँ यदि लामो अर्को पनि थियो भनेपछि यहाँ अब पछिको स्टेपमा त्यसलाई पनि हटाउने हामीले गर्नुपर्छ साथीहरु है। अब के हुन्छ f x प्लस यहाँ x को ठाउँमा x - 5 x - 5 यो प्लसको +5 हो हैन। अनि 5 भयो x को ठाउँमा x - 5 + 7 लेख्न पाइयो हो के साथीहरु। अब यो 5 र प्लस माइनस कट्छ अनि यहाँ fx मात्रै बच्यो। अनि कति बच्यो 5x - 5 5 जा 25 + 7 यो लेख्न पाइम हामीले हो के हैन। fx को कति हुन्छ 5x यो 25 - 7 घटाएको ल है साथीहरु। यो -25 + 7 = -18 हुनुभयो नि। त्यसपछि अब हामीले के गर्ने fx त अग्न जस्तै क्वेशनमा आयो अघि हामीले गरेको थियौं नि त सुरुमा त्यस्तै क्वेशनमा आयो। अब fx लाई हामीले यहाँ y लेख्न पाइयो y = 5x - 18 लेख्न पाइयो। अब यहाँ फेरि के लेख्ने इन्टरचेन्जिङ द भ्यालु अफ x एन्ड y लेख्ने। अनि यो भएपछि y लाई x = 5x लाई के कति हुनुभयो 5y - 18 हुनुभयो। अनि के हुन्छ भनेपछि 5 अब यसलाई अगाडि ल्यायौं x + 18 = 5y हुनुभयो। अनि यो 5 यता डिभाइड गर्न जाम y = x + 18 / 5 y = x + 18 / 5 आयो हो के हैन। अब यसलाई y लाई के लेखिन्छ भने f इन्भर्स x = x + 18/5 यसको आन्सर आछ भने x को छ रे 12 को b x + 18/5 आन्सर ल प्रुभ भयो है। अर्को अब 12 को c पनि सेम त्यही हो साथीहरु। 13 को पनि लगभग उस्तै छ सेम त्यही हो। अब यसलाई हामीले यहाँसम्म ल्यायौं साथीहरु। हामीले यहाँसम्म ल्यायौं। यदि हामीले अब f इन्भर्स 2 पत्ता लगाए के हुन्थ्यो f देखाछ नि f इन्भर्स यदि 2 भइदा के हुन्थ्यो भनेपछि यहाँ 2 लेख्ने 2 + 18/5 18 + 2 को 20/5 5 × 20 हो। यस्तै गरी छ है यो यस्तै लास्टमा यस्तै थप्नेवाला क्वेशन यहाँ यो 13 को हो। त्यही तपाईले गरिहाल्नुहुन्छ मैले भर्खर सिकाइदिहाले तपाईले गरिहाल्नुहुन्छ हैन। पहिला के गर्ने यहाँ त यो र यो हटाउनु पर्यो यहाँ त फेरि यो पनि हटाउनु पर्यो यो पनि हटाउनु पर्यो हामीले अब 12 गरे जस्तै अनि यो गर्ने आन्सर आइहाल्छ हैन। नआएपछि मलाई सोध्नु होला म छोड्दैछु। अब लङ क्वेशन जाम किनभने साथीहरु हिजोको भिडियो धेरै लामो भएको थियो। लङ क्वेशन है साथीहरु। अब लङ क्वेशन जाम। अब यो पनि बहुत इजी छ तपाईहरुले राम्रोसँग ध्यान दिएर सुन्नुभयो भने तपाईलाई बहुत इजी लाग्छ है। अब if f and g are two 1-to-1 and onto function defined by यो छ and gx यो छ fx फाइनल भ्यालु अफ x पत्ता लगाउन म क्वेशन सार्छु। साथीहरु यति कुरा ध्यानमा राख्नु होला। तपाईहरुले यस्तै क्वेशन आउँछ कति नम्बरको गरे 14 को ए साथीहरु है 14 को तपाईहरुलाई एक्जाममा आउने क्वेशन यस्तै खाले क्वेशन हुन्। अब यहाँ भ्यालु अफ x पत्ता लगाउने भनेको चाहिँ यतिको याद राख्नु है। fx पनि दिएको छ gx पनि दिएको छ f o f x g इन्भर्स x दिएको छ a बाट हामीले x को भ्यालु पत्ता लगाउने। अब यस्तो दिमाग लगाउने भन्दाखेरि f o f x पत्ता लगाउन पहिला साथीहरु है हामीले f o f x पत्ता लगाउन नि fx कति दिएको छ fx 2x - 3 दिएको छैन fx = 2x - 3 f o f यो fx ठाउँमा 2x - 3। अब यसलाई के लेख्ने भनेपछि अब फेरि यो पुरैलाई हामीले x मान्ने हो। यहाँ fx को दिएको छ यस्तै दिएको छ यस्तै गरी हामीले यसलाई पुरै x मानेर गर्ने हो के हैन। यहाँ कति छ 2 x छ x लाई यो पुरैलाई x मान्ने 2x - 3। अब यहाँ माइनस को माइनस 3 को 3 यति कुरा बुझ्नलाई इजी छ। 2 2 जा 4x 2 3 जा -6 -3 हो के हैन।
अब कति हुन्छ 4x 6 7 8 9 -9 हो कि हैन भयो। अब एफ एक्स भनेको 4x - 9 आयो। अब जी इन्भर्स एक्स पनि पत्ता लगाऊँ हामीले हैन। अब जी एक्स बराबर 4x + 5 छ है। अब जी इन्भर्स एक्स पत्ता लगाऊँ। पहिला के लेख्ने नाउ हियर gx = 4x + 5 छ छैन छ। अब यसलाई जी एक्स छ भने यसलाई हामीले y लेख्न पाइयो y = 4x + 5। यहाँ के लेख्ने इन्टरचेन्जिङ द भ्यालु अफ x एन्ड y लेख्ने हैन हो कि हैन। इन्टरचेन्जिङ द भ्यालु अफ x एन्ड y लेख्नुला अनि इन्टरचेन्ज गरिसकेपछि y लाई x लेख्न पाइयो x लाई y 4y + 5 अनि हामीले 4y लाई ल्याउने हो अनि x - 5 लेख्न पाइयो। यसलाई यहीँको लेखेको यसलाई यता ल्याएको पछि फेरि इन्डिरेक्टलाई यता सारेको छ साथीहरु है। y = x - 5/4 यहाँ आउँछ गाममा आउँछ। y आएपछि यसलाई y लाई के लेख्न पाइन्छ यहाँ g बाट गइरहेछ नि त्यही भएर g इन्भर्स x = x - 5/4 लेख्न पाइन्छ हो कि हैन। g इन्भर्स x = x - 5/4 छ। अब यो बराबर यो आयो हो कि हैन। यहाँ सुन अब है यहाँ x = x - 4x - 9 आयो अनि g इन्भर्स x भनेको x - 5/5 आयो कि हैन आयो। त्यसपछि हामीले यो र यो त बराबर हामीले यो र यो त बराबर छ भनेको छ हो कि हैन। त्यही भएर यसको एन्सर र यसको एन्सर बराबर लेख्न पाइयो हो कि हैन पाइयो न हो। देन बाइ क्वेशन के गर्ने भनेपछि 4x - 9 = x - 5/4 लेख्न पाइयो पाइयो पाएन पाइयो। अब यसलाई यसरी मल्टिप्लाई गर्ने यसरी मल्टिप्लाई गर्ने यो र 1 मा मल्टिप्लाई त सेम यही हुन्छ। अब क्रस मल्टिप्लाई गर्ने बेला 4 4 जा 16x - 9 4 जा 36 = x - 5 4 जा 16x - 9 4 जा 36 अनि यो भने अनि x यता माइनस गर्न आयो 16 - 1 15x = -5 छ यहाँ 36 छ। यता जाने बेला यो प्लस 36 मा आउँछ यहाँ कति हुन्छ 31 आयो। यो प्लस यता गयो माइनस त माइनस छँदै छ त्यही भएर 31 भयो हैन। x = 31/15 एन्सर यो आउनु पर्ने के आछ एन्सर है 14 को ए 31/15 एन्सर आएको छ। बी को पनि गर्न पर्ने साथीहरु बी को पनि सेम त्यही हो साथीहरु सेम त्यही हो। बी को पनि सेम त्यही तपाईहरु गरिहाल्नुहुन्छ भन्ने मलाई पक्का छ। अब बर्तन सी को गर्दिन्छु म 14 को सी है साथीहरु। फेरि क्वेशनमा सारे साथीहरु यहाँ हेर्नुस् यहाँ fx दिएको छ gx दिएको छ f इन्भर्स x बराबर g of x छ भनेको छ फाइन्ड द भ्यालु अफ x भनेको छ है। यो पनि सेम त्यस्तै छ हल्का यो यिनी उथलपुथल दिएर तपाईहरुलाई अलिकति गाह्रो लाग्यो होला सेम त्यही छ हल्का यो त्यो भन्दा अलिकति त्यो छ सी नम्बरको फेरि है साथी 14 को सी। अब यस्तो दिमाग लगाउँ साथीहरु हामीले यहाँ लगभग g of x नि हामीले पहिला निकालौँ साथीहरु यसमा है। अगाडि हियर लेखौँ g of x निकालौँ हैन। fx कति छ x - 2/2x + 1 छ हो कि हैन। fx यो छ fx। अब g of अब यो कति भनेपछि g हो है साथीहरु यो g म हो g को g fx को ठाउँमा x - 2 2x + 1 भएको हैन। अब g of x के छ 1/x छ g of x छ 1/x भनेको त यो पुरै यो gx यसलाई पुरै x मान्यो x छ भनेपछि यो पुरै x मान्ने x - 2 होल अपन 2x + 1 छ हो हैन। अब तपाईहरुलाई सजिलो भाषामा सिकाइन्छु 1 को यो पुरा हो हैन 1 को इन्भर्स के छैन भने 1/1 नै हुन्छ। अनि यसलाई माथि जाने बेला यो माथि यो तल हुन्छ न 2x + 1 x - 2 एन्सर यही आयो हैन जी एफ हो। अब f इन्भर्स x निकालौँ देन f इन्भर्स x निकालौँ। पहिला सुरुमा f इन्भर्स x त आन्न पहिला त fx निकाल्ने हो। fx कति छ x - 2/2x + 1 छ हो कि हैन। fx लाई के भन्यौं fx hx gx जे आए पनि y नै मान्ने भन्यौं हो कि हैन। अनि x - 2 यो 2x + 1 को त्यही भयो। अब यहाँ के लेख्ने इन्टरचेन्जिङ द भ्यालु अफ x एन्ड y लेख्ने। अब यसलाई इन्टरचेन्ज गर्ने गरे y यहाँ x मा आयो अनि x y मा आयो अनि यहाँ 2y + 1। अब तिमीहरुले के भएर झुकिन्छ भने यहाँ अब मल्टिप्लाई गर्ने बेला क्रस मल्टिप्लाई गर्ने बेला x र y दुवै आउँछ अनि के गर्ने भनेर झुकिन्छ धेरै जसो म
तिमीहरूलाई यो परेशानीबाट मुक्त पारिदिनु साथीहरू है। अब यहाँ हेर y - 2 को त y - 2 नै भयो हैन, केही छैन यहाँ 1 नै छ, त्यही भएर y - 2 भयो। अब यसलाई यता मल्टिप्लाई गर्ने 2xy भयो अनि प्लस x * x x भयो के भयो भएन भयो। और यहाँ लेख्ने के लेख्ने भनेपछि यसलाई अगाडि ल्याऊँ y - 2xy लिम। अब यसलाई पछि जान्छ 2 + x भयो। यता बुझेछ हैन। अब इन्टरभलमा कमन लिने, अब के गर्ने कमन लिने, यस्तामा पनि कमन लिने, y कमन आउँछ 1 - 2x आयो, 2 + x आयो कि आएन आयो। और अब y लाई राख्ने, यसलाई डिभाइड गर्ने है, y = 2 + x 1 - 2x लेख्न पाइयो। अनि के भनेको छ y लाई हामीले f इन्भर्स x लेख्न पाइयो 2 + x 1 - 2x आयो कि आएन आयो। त्यसपछि हामीलाई फाइन्ड द भ्यालु अफ x को भ्यालु पत्ता लगाउने भनेको छ। अब हेर f इन्भर्स x र g of x बराबर छ भनेको छ, अघि जस्तै गर्ने। अब f इन्भर्स x र g of x अनि माथि यसलाई बराबर लेख्ने भनेको छ। अब लेखौँ है 2x + 1 / x - 2 2x + 1 / x 2x + 1 x - 2 रहेछ, x - 2 = यहाँ कति हो 2 + x 1 - 2x 2 + x 1 - 2x यता छ 2 + x 1 - 2x। अब यसबाट हामीले x को भ्यालु पत्ता लगाउने गरे साथीहरु। 2x 1 जा 2x अनि माइनस को माइनस 2 2 जा 4x अनि स्क्वायर को स्क्वायर हो कि हैन भयो। अनि अब 1 ले गर्ने अनि 1 1 जा प्लस 1 अनि 1 - 2x जा माइनस 2x। अब यता गर्ने 2x जा 2x माइनस 4 भयो, 2 2 जा माइनस 4। अब x ले x स्क्वायर माइनस 2x यसले लेख्न पाइन्छ कि साथीहरु, माइनस 2x प्लस 2x कट्यो, माइनस 2x प्लस 2x कट्यो। अब यहाँ के बच्यो अब 4x स्क्वायर बचेछ हैन। अब 4x स्क्वायर छ यहाँ, अब यसलाई 1 छ छैन, 1 माइनस 4 छ छैन यहाँ, माइनस 4 लाई अगाडि आएपछि यो 5 भन्नुभयो 1 सँग। अनि यहाँ माइनस छ यता प्लस यहाँ प्लस 1 छ, त्यही भएर 5x स्क्वायर हुँदो हैन, 5 कट्यो, x स्क्वायर = 1 भयो। अनि x स्क्वायर = 1 भएपछि x = √1 भयो। √1 लाई के लेख्न सकिन्छ, x = ±1 लेख्न सकिन्छ। आन्सर आयो क्या नि हेरौँ है, ±1 सी को ±1 आन्सर आएछ, मिल्यो। अब डी को पनि कस्तो छ, डी को पनि सेम त्यस्तै हो, गर्न पर्दैन। अब 15 को हेरौँ है साथीहरु, फेरि भिडियो लामो होला। 15 को हेरौँ। अब यो पनि लास्ट इजी साथीहरु, तपाईलाई मैले यहाँ यो प्रुफ दैट यो आइडेन्टिटी फंक्सन भनेको के रहेछ भनेको छ है साथीहरु। आइडेन्टिटी फंक्सन भनेको तपाईलाई मैले के भने अस्ति न, जस्तै y = x x = y आउँछ भनेको के हैन, यसको आन्सर यस्तै यस्तै आउनु पर्ने हो, यसको आन्सर पनि त्यही आउँछ भनेर प्रुफ गर्ने भनेको छ। आइडेन्टिटी फंक्सन हुन्छ भनेर प्रुफ गर्ने भनेको छ साथीहरु है। म एउटा गरिदिन्छु, कुन गर्दिन भने अलिकति अप्ठ्यारो जस्तो लगभग ल यो गरिहाल्ला। यो र यो एउटा मैले b को गर्दै हेर्छु यो गर्नु है, 15 को मैले b गर्दै है। के छ भने चाहिँ f(x) = कति छ 2x + 5 अब x + 2 छ हैन। अनि x नट इक्वल टु -2 छ। अब f इन्भर्स x = आइडेन्टिटी फंक्सन, f इन्भर्स x भनेको आइडेन्टिटी फंक्सन भन्ने प्रुफ गर्ने भनेको छ है साथीहरु। अब देन हियर हामीले प्रुफ गरौँ है साथीहरु। f(x) यो दिएको छ। अब हामीले f इन्भर्स x भनेको आइडेन्टिटी फंक्सन भनेको छ हैन। पहिला त हामीले f इन्भर्स x पत्ता लगाउनु पर्यो। यो f इन्भर्स x छ, त्यही भएर हामीले सुरुमा त f इन्भर्स x पत्ता लगाउनु पर्यो, किनभने यहाँ f(x) मात्र छ तर f इन्भर्स x छैन। त्यसकारणले अब f(x) माथिको पर गर्ने 2x + 5 / x + 2 लेख्न सकेन सक्यो। अनि पछि हामीले के गर्नु भनेपछि अब यसलाई अब f(x) लाई के भने f(x) gx hx jy पनि y लेख्ने। यदि fy gy hy आएपछि x लेख्ने, f(x) त्यही भएर y लेख्न पाइयो, y = 2x + 5 x + 2। अब यसलाई इन्टरचेन्जिङ द भ्यालु अफ x एन्ड y लेख्ने, यहाँ लेख्नु होला। अनि x =
2y + 5 अनि यहाँ x को ठाउँमा y + 2 लेख्न पाइयो हो कि हैन। यो लेखिसकेपछि यहाँ कति भयो x * y xy अनि प्लस 2x = 2y + 5 हुनुभयो। अब यसलाई यता ल्याउँ। अब xy - 2y = 5 - 2x लेख्न पाइयो हो कि हैन। अब y कमन ल्याउने। अब x - 2 आयो 5 - 2x। अब y ले डिभाइड गर्ने हैन 5 - 2x अनि x - 2 भयो। अब y को मान यो आयो। y लाई के लेख्ने f इन्भर्स x = 5 - 2x / x - 2। अब f इन्भर्स x त आइसक्यो हामीलाई त यहाँ f इन्भर्स x बनाएको छ देखेन क्या f इन्भर्स x यो आयो साथीहरु है। अब यहाँ गरौँ। अब देन देखिरहेको छैन देखियो है। अब f इन्भर्स x छ भने f इन्भर्स x त हामीले यो आइसक्यो। अब हामीले यही लेख्न पर्यो साथीहरु यही पर्यो हो कि हैन पर्यो। अब f कति हुन्छ 5 - 2x अनि x - 2 लेख्न पाइयो। अब f x भनेको 2x + 5 अनि x + 2 छ। अब यो होललाई x मान्ने हो कि हैन मान्ने हो त्यसकारण 2। अब x कति छ 5 - 2x / x - 2 अनि +5 को +5 होल अपन लेख्ने x। अब हेर्नु साथीहरु f(x) अब x छ न x ठाउँमा फेरि ए लेख्ने -2x x - 2 अनि +2 बुझ्नु भयो होला हैन। त्यसपछि अब यसो दिमाग लगाउने 2 5 जा 10 - 2 2 जा 4x यसलाई मल्टिप्लाई गरेको साथी है 2 5 जा 10 2 2 जा 4x भयो हैन। अब प्लस अब यसलाई पनि त्यो गर्ने के रे त्यो गर्ने यसलाई अब यो 5 छ भने यसलाई मल्टिप्लाई गरे एकैचोटी होलमा ल्याउने है। जस्तै 5x - 5 2 जा 10 यसलाई कति आयो x - 2 आयो हैन। अब 5 - 2x अब यसले पनि त्यसरी गर्ने 2x - 2 2 जा 4 हो कि हैन भयो। अनि पछि यो -10 र +10 काट्न मिल्यो +2x - 2x काट्न मिल्यो। यहाँ तल फेरि x - 2 छ हैन x - 2 x - 2 यो पनि काट्न मिल्यो। यहाँ के बच्यो -4x + 5x होल अपन 5 - 4 कति हो 1 भयो साथी 5 - 4 1 बच्यो हैन। अब f इन्भर्स यस्तो आयो अब 5x - 4x कति हुन्छ x अपन मान x भयो which is आइडेन्टिटी फंक्सन प्रुफ। अब मैले आइडेन्टिटी फंक्सन कस्तो हुन्छ भन्ने y = x x = y जे हुन्छ एउटा भ्यालु आउनु पर्यो त्यसलाई आइडेन्टिटी फंक्सन भनेको थिए आयो देखेन का साथीहरु। हेर्नु साथीहरु यो र कट्यो पहिला यहाँबाट यो कल गर्न आको हैन त्यसकारण यो र कट्यो अनि लास्टमा यो आयो अनि 1 आउँछ यो y 1 आउँछ अनि x हुन्छ which आइडेन्टिटी फंक्सन। साथीहरु c को पनि सेम त्यस्तै रहेको छ। के गर्ने भनेपछि पहिला f(x) छदै हुन्छ a निकाल्ने हैन अनि f इन्भर्स x छ नि यसबाट f इन्भर्स x निकाल्ने अनि त्यसरी गर्ने कि गर्दिने हो र गर्दिहाल्छ नि पनि c को पनि के छ र हैन मतलब ल है साथीहरु हाम्रो सुरु भयो। अब पहिला सुरु हामीले f इन्भर्स x निकालौं। अब f इन्भर्स x निकाल्ने बेला a पर गरिन्छ सुरुमा मैले a लेखे है f(x) = 2x + 1/4 हो कि हैन। अब f(x) आएपछि हामीले y लेख्न पाइयो 2x + 1/4 लेख्न पाइयो। अब इन्टरचेन्जिङ द भ्यालु अफ x आएन y लेख्ने अनि y को ठाउँमा x छ अनि 2y + 1/4 यहाँ 4 लेख्न पाइयो हैन। x ठाउँमा y को ठाउँमा x छ हो कि हैन हो। अब 2y + 1 को यता आयो अनि 4x हो कि हैन आयो। अब 2y = 4x - 1 यता माइनस गर्नु गयो y = 4x - 1/2 लेख्न पाइयो। अनि त्यसपछि y लाई के लेख्ने f इन्भर्स x लेख्न पाइन्छ 4x - 1/2। अब f इन्भर्स x आइसक्यो हो कि हैन f इन्भर्स x आइसक्यो। अब सिरियल वाइज गर्ने अनि मिल्छ हैन। देन के गर्ने
अब एफ इन्भर्स अब एफएक्स कति छ एफएक्स कति छ हाम्रो यही क्वेसनमा दिइसकेको छ 2x + 1/4 हो कि हैन। अब यहाँ एफ इन्भर्स एक्स भनेको 4x - 1/2 छैन छ हो कि हैन छ। अब हेर्नु साथीहरु एफ इन्भर्स एक्स भनेको 4x - 1/2 यही हिसाबले गर्ने हो यो पुरैलाई x मान्ने हो। अब हेरौँ है 4 को 4 x को ठाउँमा 2x + 1/4 अनि -1 को -1 अब यहाँ तल 2 छ त्यो होला पनि 2 हेर्नु पाइयो 4 2 जा 8x प्लस 4 1 जा 4 अनि माइनस यता गयो 4 1 जा 4 भएको हैन होल 4 आयो अनि यहाँ पनि होल 2 नै आयो हो कि हैन आयो। हामी हेरौँला मिस्टेक त भएको छैन 4 2 जा 4 ए आयो। अब यसलाई यसो दिमाग लगाउनुस् यो 1 छ 1 त अब यसलाई माथिने बेला यो केही नभएपछि 1 हुन्छ 1 यहाँ माथि जान्छ यो 2 यहाँ आउँछ हो कि हैन 4 2 जा यो मल्टिप्लाई गर्न पाइयो। अब यो माइनस माइनस कट्यो 8x/4 छ अनि यो माथि जान्छ यो 2 4 2 जा 8 यो 8 कति x आयो which is identity function proved भयो। अब कति छ 16 को पनि सेम त्यही हो नि त गर्दिन गर्दैन यसलाई फेरि 2 ले मानेर गर्ने त्यही पनि म गर्दिहाल्छु एक्जामको लागि इम्पोर्टेन्ट साथीहरु म गर्दिन्छु मैले पहिला क्वेशन सार्छु। अब साथीहरु क्वेशनहरु यो रहेको छ राम्रोसँग हेर्नु होला है एफएक्स पनि दिएको छ जीएक्स पनि दिएको छ योबाट हामीले के भनेको छ प्रुभ दैट यो भने यो बराबर 0 प्रुभ गर्नु भनेको छ साथीहरु है राम्रोसँग ध्यान दिएर सुन्नु होला है। आज मलाई लास्टै थकाइ लागेको छ त्यही भएर बोल्न सकिरहेको छैन राम्रोसँग सबैले एडजस्ट गरिदिनु होला साथीहरु। अब हामीले सुरुमा त यो एफ इन्भर्स जी इन्भर्स 2 त निकाल्न सकिन्न पहिला हामीले एफ इन्भर्स निकाल्ने अनि फेरि जी इन्भर्स निकाल्ने अनि एक्स निकाल्ने बल्ल 2 आउँछ यसलाई 3 स्टेप गर्नुपर्छ है साथीहरु। सुरुमा एफ इन्भर्स एक्स निकालौं एफ एक्स बराबर एक्स प्लस 1 दिएको छ। अब एफ इन्भर्स एक्स निकाल्नु एफएक्स लाई के लेख्ने y x प्लस 1 लेख्न पाइयो। अब इन्टरचेन्जिङ द भ्यालु अफ x एन्ड y लेख्न हेर्न त्यसकारण मैले स्टेप छोडे है x = y प्लस 1 लेख्न पाइयो y = x अनि यो -1 y यसलाई माइनस यता गयो है। अब gx गरौँ gx = 3 - x/x सरी यहाँ इन्भर्स पनि निकाल्यौं f इन्भर्स x = x - y y लाई f इन्भर्स x लेखेको छ साथीहरु gx छ भने अब यहाँ x छ भने y = 3 - x/x अब इन्टरचेन्जिङ द भ्यालु अफ x एन्ड y लेख्न भनेको छ साथीहरु है x = 3 - y/ यो y भयो हैन भयो। अब x y अनि 3 - y अब y यता आयो x y प्लस y = 3 हो कि हैन। अब y कमन आयो x प्लस 1/3 अब y ले मल्टिप्लाई गर्नु 3/x प्लस y y लाई g इन्भर्स x = 3/x प्लस 1 अब हेर्न दरु f इन्भर्स पनि आयो g इन्भर्स पनि आयो। अब इजीसँग आउँछ नाउ f इन्भर्स o g इन्भर्स x निकाल्नु पहिला है साथीहरु पछि निकाल्नु ला 2 x निकाल्ने बेला के गर्नु छ f इन्भर्स गरम g इन्भर्स x कति आछ 3/x प्लस 1 आछ के आछैन 3/x प्लस 1 आयो। अब यो पुरैलाई x मान्ने f इन्भर्स x x - 1 आछ यो पुरै x हो कि हैन त्यसकारण x भनेको यो पुरै x हो x प्लस 1 यो पुरै x भयो अनि -1 हो कि हैन 3 को 3 आयो 3 भयो हैन। अब यसले पुरै यसलाई मल्टिप्लाई गर्ने हैन माइनस यो x माइनस को माइनस 1x जा x अनि माइनस प्लस माइनस 1 1 जा 1 हो कि हैन अपन x प्लस 1 आउँछ हो कि हैन आउँछ हैन आउँछ। अनि त्यसपछि 3 - 1 2 2 - x अनि x प्लस 1 लेख्न पाइयो। अब यसलाई 2 मान्ने भनेको छैन देन f इन्भर्स o g इन्भर्स 2 बराबर कति हुन्छ हेरौँ है। अब x को ठाउँमा 2 राख्ने भनेको यो 2 भनेको 2 - x को ठाउँमा 2 अनि यो 2 छैन 2 अनि प्लस 1 अब हैन x को ठाउँमा 2 हैन 2 - 2 कति हुन्छ 0 2 + 1 3 0 0 नै हुन्छ साथीहरु प्रुभ भयो
साथीहरू यसै गरी हाम्रो फर्स्ट च्याप्टर सकिन्छ। आज खासै अलिक थकाइ लागेको कारण र राम्रोसँग बोल्न सकिरहेको थिएन, त्यसकारण म माफी चाहन्छु। अर्को भिडियोदेखि फेरि राम्रो उमङ्ग साथ ऊर्जा साथ फेरि प्रस्तुत हुनेछु। यतिन्जेलको लागि बिदा दिनुहोस् र हाम्रो च्यानल सब्सक्राइब गरेर राख्नुहोला। यति भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद।